to what's up my guy, this is the second part of the same video है त्यो चाहिँ नि हो अहिले चाहिँ हामी केल्टन हिल जाँदैछौँ है सो प्रोनाउन्सिएसनहरू तलमाथि भयो भने खातो मलाई बिल्ला हान्छ केटाले हानस बालै परेर होइन सो त्यही नै हो जाँदैछु म अब त्यही त हो नि अलिक अभियसली गाह्रो भइहाल्छ नेपालको जस्तो इलाम अन्चु रमिते भएको अब दिन थियो त होइन ड्याम आइतबारे सोमबारे मङ्गलबारे होइन अलिक गाह्रो भइहाल्छ नि टनहरूमा टन होइन टन सरी त्यो चाहिँ टनहरूमा फरक भइहाल्छ नि सो त्यही नै हो अहिले चाहिँ अब यहाँबाट बस लिनुपर्ने हुन्छ हामीले सो त्यही नै होटलको बारेमा एउटा अर्कै भिडियो बनाउँछु मैले भनेको पनि सक्यो अगाडिको भिडियोमा होइन सो लेट्स गो गाइज सो अहिले चट्टलाई बसबाट उत्रौँ होइन कसम ठाउँ यस्तो बवालो एघार हो एकचोटि छ सबैजना आऊ भन्छ यार म कस्तो जतिखेर म मात्रै हुन्छ होइन दामी हुन्छ साँच्चै होइन यो लभली हो क्या ठाउँ चाहिँ कसम केटा हो त्यो बेला क्याल्टन हिल मजाले घुमाउँछु भनेको मै सकिने रहेछ बडी लास फक्र भइसकेको रहेछ मेरो कसम भनेको 2 मिनटको उचाइ चढेको म यस्तो होइन सक्यो अब यहाँबाट फर्किने बित्तिकै जिम जोइन हान्ने हो यार कति भयो लास्ट विक भयो सो तपाईँलाई म सनसेटहरू सकेसम्म सबै घुमाउँछु क्याल्टन हिलको है लास्ट बिजी रहेछ त्यही नै हो कसम केटा हो तिमीलाई म यहाँबाट जानै मन लागेन होइन तिमीलाई म यसको 360 भ्यू देखाउँछु सकेसम्म सबै नै क्या तिमीलाई कसम आउनु मन लाग्छ इङ्ल्यान्ड हुने सबै आइदिन्छ क्या स्कुल माथि त आइहाल्छ होला सुरुमै होइन अरू बाँकी सब चारैतिरबाट 4वटा डिफ्रेन्ट भ्यू छ क्या सो त्यही नै हो सो इन्जोय द भिडियो मलाई जस्तो तिमीलाई लास्ट रमाइलो भएको राखेर कसम केटा यो अर्को साइडतिर आएको छु म होइन यताको भ्यू हेरेर लास्ट आउँछ केटा हो अहिले बेलुकाको 8 बजिसक्यो होइन यस्तो टाइम सनलाइट छ यस्तो मजा आइरहेको छ बेला बेला पानी पनि पर्दैछ होइन ठाउँ यस्तो रमाइलो रहेछ वरिपरि अझै चाहिँ हामी एक साइडतिर जान बाँकी नै छ है सो त्यो गाडी गरेर तपाईँलाई म सिनेमेटिक देखाइहाल्छु सो लेट्सको है त इन्जोय है तपाईँलाई रमाइलो भएको बेला थाहा छ भिडियो सेयरहरू गरिदिनु अरूले पनि हेर्नुपर्छ है त्यही त है लेट्सको केटा घुमिवरी फर्क्यौँ हामी होइन सो त्यही नै हो सकेसम्म सबै देखाइदिएको छु मैले होइन अनि एउटा कुरा चाहिँ मैले आज भोगेँ हिजो अस्ति सोध्दै पनि थिएँ यहाँबाट जाने बित्तिकै एज सुन एज पोसिबल होइन जिम जोइनिङ हान्ने हो यार लास्ट पक्क भइसक्यो यार यति उकालो चढ्दा म मरेको यार फ्याक्ट्री जहाँ अब यत्रो उकालो हो क्या यति ओह्रालो चढ्दाखेरि टोटल हामी खाना खान जाँदैछौँ होइन नेपाली खाना त्यही नै हो लन्डन जस्तो बिजी त हो होइन अब स्कुलमा त क्यापिटल हो त्यही भएर फोन मैले हल्का जोगाएर भिडियो बनाउनु पर्ने हुन्छ त्यही भएर धेरै देखाउनु पाउँदिनँ होला म होइन यो स्ट्रिटमा चाहिँ माइन्ड नगर्नु होला म सिनेमेटिक चाहिँ तपाईँलाई देखाउँछु लास्ट बबाल स्ट्रिट आइपुग्यो होइन कस्तो ओह्रालो क्या सिक्किमको हेर्दा यार मलाई सिक्किमको जस्तो क्या
भित्रभित्र त कुना क्याप्चामा बाटो उकालो जाने क्या यहाँ हेर न चट्टला रे है त्यो सिक्किम गएको याद आयो के छैन सो जहाँ रेस्टुरेन्ट चाहिँ नजिक हुनुपर्ने हो आसपास है सो अब मेरो साथी जस्तो रहेछ सो नेपाली चाहिँ नेपाली एन्ड इन्डियन भनेको होइन तर प्रोपर नेप्लिज भाइ पायो है सबजना नेपाली नै हुनुहुन्छ नेपालीमा वेलकम भयो है त्यही नै हो मेन्यु हेर्दैछौँ हामी 3जना यहाँ बसेको छौँ 2जना उता बसेको छ त्यहाँ खाउदैन रहेछ अनि ठिकै छ उनीहरू कपाल छ उनीहरू गयो होइन हामी 3जना यहाँ छौँ हेर्दैछौँ हामी सबैजना खानालाई है सो यो चाहिँ हो म बस्नु हेरौँ त केटा हो नेपालीले पायो भने गर्छ भन्ने यही हो यहाँ हेर न ककटेलहरू हो यो त ठिकै हो होइन सबै ठिकै छ है सबै ठिकै छ यहाँनिर यो माथि यो ककटेल त के हो काठमाडौँ टेम्पल ककटेल गोल्डन सनसेट म्याङ्गो एन्ड चेरी क्यानबेरी विथ स्पार्किङ एन्ड लेमोनेड एन्ड स्प्ल्यास अफ लेमन अरे होइन नाम चाहिँ हेर न काठमाडौँ टेम्पल फोटो पनि त्यस्तै छ फेरि कडा हो कडा यो चाहिँ नेपाली बिरयानी केटा हो चट्टा लगाएर यता नेपाली पुलाउ है नेपाली पोलेको मासु भनेको छ कुखुराकै हेरौँ अब भाले गऱ्यो अझै यो चाहिँ चटनी सो अझ टम्म खाना खाएर केटा फर्किँदैछौँ हामी होइन अनि खाना खाएको रेस्टुरेन्टको नाम चाहिँ म यहाँ माथि मेन्सन गरिदिन्छु अब स्कटल्यान्डमा हुने त पक्याएर खाएको होला मभन्दा धेरै खाएको होला होइन लन्डनबाट कोही आउँछ एकचोटि आएर खाओ खाना ठिकै छ भाइब्स चाहिँ 100% नेपालले जस्तो छ है सो त्यही न गोर्खा यहाँ देखाइन्छ म त यही हो हामीले खाना खाएको भर्खरै चट्टो लाएर सो आएर खाना खाइदिनु होला सो अहिले चाहिँ चट्ट लाएर खानासाना पनि खाइयो घुमघाम पनि भयो होइन अनि गाडीमा चढिएर फर्केर आएर अहिले हामी हिँड्दैछौँ है सो अघि चाहिँ दिउँसो यही चर्च होइन कस्तो ब्युटिफुल थियो अहिले यही कस्तो डेन्जर देखेको क्या यहाँ केटा हो यार अहिले क्यामेराले हल्का उज्यालो देखेर अँध्यार कालो देखाएको छ क्या सो त्यही नै हो केही कुरा नराम्रो हुँदैन केही कुरा राम्रो हुँदैन क्या त्यो समय डिपेन्ड गर्छ भन्छ नि त्यही हो क्या यसलाई पनि अब अहिले दिउँसो यही राम्रो थियो अहिले अलिकति डर लाग्दो भयङ्कर क्या त्यही हो अब होटल पनि पुग्छु केटा हो अनि भेट्छु नि तिमीलाई म ल लास्ट गलेर बिहानदेखि गएको त हिँडाइ मात्रै भएको छ अब खाएको खाना चाहिँ पचिसक्ने आँटो होटल गएर फेरि भोक लाग्छ कि भन्ने टेन्सन लागिसक्यो यार मलाई त चट्ट ल्याएर होटल आइपुग्यो होइन होइन चट्ट ल्याएर होटल आइपुग्यो हामी सो मेरो चाहिँ कोठा माथि छ केटाहरूको घरको तल छ होइन सो त्यही नै म रुम जाँदैछु आजको लागि यति नै भयो भोलिको भ्लगमा भेटौँ है तपाईँलाई टायर्ड छु